नमस्ते, गुड मर्निङ साथी हो। यहाँ हेर्नु होला, यो भनेको सेल्फको कटआउट हो। यहाँबाट एउटा प्लस तार डाइरेक्ट ब्याट्रीको यहाँ आउने, अनि यहाँबाट एउटा यो तार गएर सेल्फको मोटरमा लाग्ने उतापट्टि है। सेल्फको मोटर यहाँ छ, सेल्फको मोटर यहाँ छ। हो जो तार प्लस तार एउटा छ नि कटआउटबाट एउटा यहाँ आउँछ है, यो तार यो यहाँबाट एउटा टक्क यो कटआउटमा आउँछ। एउटा प्लस तार ब्याट्रीबाट डाइरेक्ट यहाँ आउने, यो भए चाहिँ यो के हो कटआउट। अनि यहाँ दुईवटा तार हुन्छ, यो कटआउटमा दुईवटा अरू तार लागेको हुन्छ नि। एउटा भनेको तपाईँको अर्थ हो, एउटा भनेको सेल्फ स्विचमा जाने हो। जब हामी सेल्फ स्विच थिच्छौँ नि त्यतिखेर एउटा तारमा करेन्ट आउँछ र यसमा जान्छ, यसमा यसलाई सिग्नल दिन्छ। अनि यो ब्याट्रीको करेन्ट यसमा जान्छ, यसमा गएपछि ठ्याक्कै सेल्फ हान्छ र गाडी स्टार्ट हुन्छ। यसमा पनि नर्मली केही छैन, तपाईँको यो कहिलेकाहीँ सेल्फ हान्दैन भने यहाँ यो र त्यो सेल्फ कार्बन गएको कि यो गएको भनेर चेक गर्नलाई के गर्नुपर्छ भने चाबी सबै अन्डाएर यो डाइरेक्ट गरेपछि यहाँबाट स्टार्ट हुन्छ भने यसको समस्या हो। यदि यो डाइरेक्ट गर्दा पनि त्यहाँ स्टार्ट भएन भने गाडी, अब तपाईँले के बुझ्नुपर्छ भने यो चाहिँ तपाईँको सेल्फको यहाँको जुन लाग्छ कार्बन त्यो बिग्रेको छ है। त्यति दुईवटा एकदम कम्प्लिट भयो। त्यहाँ पछाडि रह्यो यहाँ ल यहाँबाट पनि हुन्छ। अनि यो फेर्दा पनि भएन भने के गर्ने, त्यहाँ पछाडि यहाँ दुईवटा तार हुन्छ। यो दुईवटा तारमध्ये एउटा अर्थिङ, फर्स्टमा एउटा यो निलो तार छ नि हरियो तार, त्यसलाई चाहिँ के गर्ने भने निकालेर काहीँ माइनस यो पोलमा लाउँदा पनि हुन्छ, होइन भने बडीमा काहीँ टच गर्दा पनि हुन्छ। त्यति गरौँ, त्यो तार गरौँ अनि फेरि सेल्फ हाल्यो बाहिर हानेन भने त्यहाँ पछाडि के गर्ने, त्यो तार अब जस्तोको त्यस्तै यो अर्थ हो, यो जाइ लाउँदा पनि हुन्छ कि त्यसमै लागेको भन्दा पनि त्यो ठिकै रहेछ होइन, त्यो जस्तोको त्यस्तै लगाइदिने। अनि अर्को यो निलो तार वा रातो तार देखिरहेको यो प्लस तारलाई के गर्ने भने डाइरेक्ट 12 भोल्ट करेन्ट दिने, मोटरमा यसरी टच गराउने। यदि स्टार्ट हुन्छ भने यो तारको समस्या हो भनेर बुझ्नुपर्छ। त्यसरी यहाँबाट स्टार्ट भयो भने के गर्ने, यो तार एउटा यहाँबाट लिएर त्यहाँको स्विचबाट जुन तार निस्केको हुन्छ त्यो तार खोजेर त्यो स्विच खोल्ने, त्यो ढिका त्यो सेल्फको ढिका खोल्ने होइन। यो खोलेर त्यहाँभित्रको कुन तार रहेछ त्यो तार स्विचको र यो गरेर यहाँदेखि एउटा तार गाँसेर त्यहाँ स्विचमा लगेर राख्ने। त्यहाँ राखेपछि स्विच थिचेपछि अटोमेटिकली काम हुन्छ र तपाईँको गाडी फाइनली स्टार्ट हुन्छ है। धन्यवाद।